19औं शताब्दीमा विज्ञान र प्रविधिको विकाससँगै एक्स्ट्रा टेरेस्ट्रियल लाइफ अर्थात् एलियनको खोजीको पनि सुरुवात भएको थियो। एलियनकै खोजीका लागि भनी विभिन्न रकेट, स्याटेलाइट तथा टेलिस्कोपहरू अन्तरिक्षमा पठाउन थाल्यो। त्यसपछि एलियनको चर्चा चारैतिर हुन थाल्यो। नासाले एलियनसँग कन्ट्याक्ट गर्यो रे, एलियन धरतीमा आइसके, अथवा एरिया 51 मा एलियन र नासाका साइन्टिस्टहरू मिलेर गोप्य रूपमा रिसर्च गर्दैछन् भन्ने विभिन्न हल्लाहरू फैलिन थाले। ती हल्लाहरू हल्ला मात्र हुन्थ्यो होला यदि सर्वसाधारणहरूले प्रत्यक्ष रूपमा एलियन स्पेसक्राफ्ट अथवा फ्लाइङ ससर्सहरू नदेखेको भए। चारैतिर एलियनको हल्ला फैले सँगसँगै आकाशमा अनौठा र रङ्गीबिरङ्गी वस्तुहरू देखिन थाले, जसलाई युएफओ अर्थात् अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट भनिन थाल्यो। तर एलियनको चर्चा बढ्दै गर्दा यता हाम्रो नेपालमा पनि युएफओ देखा पर्छ, जुन कुरा 90% नेपालीहरूलाई अझै पनि थाहा छैन। नेपालमा युएफओ देखा परेको मात्र थिएन, त्यो युएफओ नेपालको सुन्दर सहर पोखरामा क्र्यास पनि भएको थियो र कतिपयलाई यो कुरा फेक लाग्न सक्छ। त्यसैले यो घटना रिलेटेड न्यूज आर्टिकल तथा CIA को डिक्लासिफाइड रिपोर्ट डिस्क्रिप्सनमा राखिएको छु, एकपटक फुर्सद मिलाएर चेक गर्नु होला। मार्च 25 सन् 1968 रातको 8:15 बजेको थियो। पोखराका आकाशमा अचानक एउटा अनौठो र चम्किलो वस्तु देखा पर्छ। स्थानीयहरूले के होला भन्ने अनुमान लगाउन नपाउँदै त्यो वस्तु बिजुली गर्दै चाहिँ चर्को आवाजमा ब्लास्ट हुन्छ। त्यसपछि तेज गतिले जमिनतिर खस्छ र हेर्दा हेर्दै पोखराको बाटुली चौर भन्ने ठाउँमा क्र्यास हुन्छ। भोलिपल्ट बिहानै आकाशबाट के कुरा खसेको रहेछ हेर्नका लागि मान्छेहरूको भिड हुन्छ। त्यो घटनाको प्रत्यक्षदर्शी साथै त्यो जमिन जहाँ युएफओ क्र्यास भएको थियो त्यसको ओनर कुल्ती मिल्सिनाका अनुसार त्यो वस्तु 6 फिट चौडा र 4 फिट अग्लो अनौठो धातुले बनेको डिस्क जस्तो थियो। आफ्नो जमिनमा खसेको हुनाले तिमिल सिन्हाले उक्त वस्तुको एउटा टुक्रा भैँसीको गोठमा प्रयोग गर्नला भन्ने आफ्नो घर लग्छन्। तिमिल सिन्हाले त्यो धातुको टुक्रा करिब 2 वर्षसम्म प्रयोग गरेपछि उक्त टुक्रालाई उनले सरकारलाई दिन्छन् र यी सब कुराहरू तिमिल सिन्हाले आर्काइभिस्ट सुनिल उल्लकलाई भनेका हुन्छन्। नेपालमा युएफओ क्र्यास भएको खबर रातारात संसारभर फैलन्छ र अमेरिकाबाट सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी CIA लगायत विभिन्न देशका वैज्ञानिकहरू रिसर्च गर्नला भनी नेपाल आउँछन्। रसियन, चाइनिज र ब्रिटिस साइन्टिस्टहरूले त्यो मेटालिक अब्जेक्ट युएफओ नै हो भनी निष्कर्ष निकाल्छन् र आफ्नो देश फर्कन्छन्। यहाँनिर एउटा कन्फ्युजन हुन सक्छ। धेरै जसोलाई युएफओ अर्थात् एलियन स्पेसक्राफ्ट भन्ने लाग्न सक्छ, तर युएफओ भनेको ती फ्लाइङ अब्जेक्टहरू हुन् जसको आइडेन्टिटी थाहा हुँदैन, अर्थात् यिनीहरू कहाँबाट आएका हुन् अथवा के हुन् भन्ने कुरा थाहा हुँदैन। त्यस्तो वस्तुहरूलाई युएफओ भनिन्छ। तर CIA को हातमा त्यस्तो के फेला पर्छ जसले गर्दा उनीहरू 2 महिनासम्म रिसर्च गर्छन् र युएफओ को हरेक टुक्राहरू खोजी खोजी अमेरिका लग्छन्। साथै आफूले गरेको रिसर्चको रिपोर्ट पनि 33 वर्षसम्म आम जनताहरूबाट लुकाएर राख्छन्। CIA ले त्यो रिपोर्ट 33 वर्षपछि सन् 2001 मा डिक्लासिफाइड रिपोर्टहरूको लिस्टमा पब्लिस गर्छ। तपाईहरु हेर्न सक्नुहुन्छ यो रिपोर्टमा साफ रूपमा साइटिङ अफ अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट इन लद्दाख, नेपाल, सिक्किम एन्ड भुटान लेखिएको छ र यो रिपोर्ट अनुसार त्यो समय नेपालमा मात्र युएफओ देखिएको थिएन। 19 फेब्रुअरी 1968 मा नेपालको वोलङचुङ गोला र इन्डियाको सिक्किम एरियामा पनि देखिएको थियो। 21 फेब्रुअरीमा भुटानको थिम्पूमा, मार्च 4 मा इन्डियाको लद्दाख र मार्च 25 मा फेरि पनि लद्दाख र नेपालको पोखरामा देखिएको थियो। तर के साँच्चै ती फ्लाइङ अब्जेक्टहरू एलियन स्पेसक्राफ्ट नै होला नि त? त्यो समयमा युनाइटेड स्टेट र सोभियत युनियन बीच कोल्ड वार चलिरहेको थियो। साथै रसिया, चाइना र अमेरिका लगायतका विभिन्न देशहरूले हाइड्रोजन बम, न्युक्लियर वेपन र फाइटर जेटहरू बनाउँदै र टेस्ट गर्दै थिए। त्यसैले ती युएफओहरू यिनै न्युक्लियर वेपनको टेस्टको रिजल्ट पनि हुन सक्छन्। साथै त्यो समयमा विभिन्न देशहरूले स्पेस एक्सप्लोरेसनको लागि विभिन्न रकेट, स्याटेलाइट र स्पेसक्राफ्टहरू अन्तरिक्षमा पठाइरहेका थिए र ती युएफओहरू यिनै स्पेस मिसनहरू फेल भई खसेका टुक्राहरू हुन सक्छन्। तर जुन तरिकाले CIA ले रिसर्च रिपोर्ट कन्फिडेन्शियल राख्छ, युएफओ को सबै टुक्राहरू खोजी खोजी अमेरिका लग्छ र छुटेका टुक्राहरू खोज्नको लागि भनी पटक पटक मान्छेहरू पठाउने गर्छ। साथै यसको बनावट र यसमा प्रयोग भएको धातुको अनुसार त्यो वस्तु एलियन स्पेसक्राफ्ट पनि हुन सक्छ। तर वास्तवमा त्यो वस्तु के थियो भने हामी कुनै पनि निष्कर्ष निकाल्न सक्दैनौँ, किनकि हामीसँग त्यो वस्तु रिलेटेड कुनै पनि एभिडेन्सहरू छैन र भएका एभिडेन्सहरू पनि CIA ले खोजी खोजी अमेरिका लग्यो। तर यस्ता घटनाहरू नेपालमा पहिलो पटक घटेका भने होइनन्। यस्ता घटनाहरू नेपालमा पटक पटक घटिरहन्छन् तर संसारसम्म आउन सक्दैनन्, किनकि पहिलो कुरा त्यस्ता घटनाहरूलाई हामी सिधै भगवानसँग वा दैविक शक्तिसँग जोड्ने गर्छौँ अथवा भूत प्रेतसँग, र अर्को भनेको यस्ता कुराहरूलाई हामी लिखित रूपमा भन्दा कहानी र कथाको रूपमा अघि बढाउने गर्छौँ। त्यसैले इतिहासका ठुला घटनाहरू अहिले कहानीको रूपमा मात्र सीमित छन्। अन्त्यमा के साँच्चै पोखरामा क्र्यास भएको त्यो युएफओ एलियनको स्पेसक्राफ्ट थियो वा कुनै देशको जासुस फाइटर जेट?
तपाईलाई के लाग्छ आफ्नो विचार कमेन्ट गर्नुहोस्। साथै नेपालमा भइरहेका यस्ता रहस्यमय घटनाहरूको बारेमा जान्नका लागि भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोस्। पड्केकै हो बाबु यहाँ पड्केकै हो अनि के पर्को मात्रै भयो अनि आकाश त जाति व्यक्ति भएको बेलुका पानी आउने हो कि कसो हो आकाश त्यस्तो असभावै भएको थियो कटाङ अरे भने अन्त यसरी कतै अरे कसै नै सुनेनौ भन्ने भयो हामीले पनि त्यसो भन्यौँ अन्त सबैले गएर ठाउँ खस्यो ठाउँ हेरे आएर ढुक्क त सबले खसेको स्पटमा चाहिँ अनलाइन आएर त्यो सबै फेसबुकबाट जे भनिन्छ कस्तो सबै कन्टेन्टहरू लाने नेपाल वन सरकारले रिक्वेस्ट गर्दा आर्मी च्यारिटीको त्यो इन्भेस्टिगेसन गरेपछि मैले चाहिँ नेगेटिभ पार्ट गरेँ यो कुनै सिआइएको चाइनिज ट्रेनको स्पाई गर्न आएको र क्रास भएको त्यो क्रास भएको प्लेन नै अब उनीहरूले के पनि नछोडेर भोलि चाइनिज साइडबाट नि युएसएबाट आएर आयो अमेरिकनहरूको काम खास उनीहरूले भयो त्यो सामान गर्नु लाग्छ त्यो सिना गुरुको थियो जग्गा उहाँले आएर हेर्नुभयो त्यसलाई खोल्नुभयो खोलालेपछि अनुको लागि त्यसपछि त्यसलाई चाहिँ घरमा लगेर राख्नुभयो घरमा लाँदाखेरि त्यसलाई अलिकति फलाएपछि त्यहाँनिर एउटा गाईबस्तुलाई दाना खुवाउन सकिन्छ कि मिल्छ कि भनेर अलिकति कोप्रिएर उहाँ लानुभयो त्यो युजलाई त्यसपछि त्यसको बारेमा अलिकति बढी चर्चा भएपछि के होला रकेट हो कि के हो भन्ने चाहिँ आयो त्यसपछि उहाँलाई कौतूहलता लगाएर त्यो चाहिँ एउटा अमेरिकन फिजिकल इन्जिनियरिङ स्कुलमा काम गर्थे त्यहाँनिर देखाइयो त्यहाँ राखियो उसले चाहिँ इट मे बी द पार्ट्स अफ रकेट भन्यो